हेलो साथीहरू, यहाँ श्रम पार्क ओसो पार्कमा हामी आइसकेका छौँ र फेरि पनि यो हेर्नुहोस्, यो बगरलाई चाहिँ हराभरा हाम्रो हर्क साम्पाङ राईज्यूले बनाउनु भयो। यहाँ हेर्नु, यो नाला चाहिँ ठुलो देख्नु हुँदैछ नि। यो नालाभरि चाहिँ पानी पुरा लिएर चाहिँ यता धरानतिर पुरै खोला बगाइसक्नु भएको छ हाम्रो हर्क सरले। हेर्नुहोस्, यहाँ धरान कस्तो छ ल। होइन कता यता तलतिर जाने हो? जाने र जाउँ आऊ। धरान धनकुटा धेरै सोल्डेनी के छ नि समाचार। ल हेर्नुहोस्, धरानको एकदमै बेस्ट ठाउँ ओसो पार्क। हेर्नुहोस्, बस्ने ठाउँ, फोटो खिच्ने ठाउँ। माछा पो रहेछ, यो चाहिँ माछा रहेछ। वाउ, माछा पो रहेछ त यो त। ल साथीहरू, यहाँ माछा रहेछ। फिस माछा भ्याल्टा। अब यता त ल हेर्नुहोस्, पार्क भयो। अब हर्क सरले पानी नाला फुल भरि ल्याइसक्नु भएको रहेछ। हेर्नुहोस्, यहाँनिर बस्ने ठाउँहरू धेरै राम्रो ठाउँ। हेर्नुहोस् ल, है साथीहरू, भ्यू हेर्नुहोस् यहाँनिर ओसो पार्कको भ्यू। यहाँ चाहिँ पहिला पुरै बगर थियो, खोलाहरू ढुङ्गाहरू ज्यादा थियो। अहिले चाहिँ एकदमै राम्रो बेस्ट भइसक्यो धेरै नै। यहाँनिर बोट बिरुवाहरू देख्नुहुन्छ, फलफुलको बोटहरू भयो, अरू बोटहरू पनि छ। हेर्नुहोस्, यहाँ अगाडि चिल्ड्रेन पार्क पनि छ। हेर्नुहोस्, बच्चालाई खेल्नुको लागि एकदमै राम्रो ठाउँ। हेर्नुहोस्, धेरै मान्छेहरू छ। कता गयो रूपा? एकदमै राम्रो छ साथीहरू, एकदमै राम्रो छ। हेर्नुहोस्, यहाँ आँपको बिरुवाहरू भयो। यहाँ हेर्नुहोस्, यहाँ हेर्नुहोस्, चिनिसक्नु होला यता। हेर्नुहोस्, हामी आइसक्यौँ। रूपा यता आउनु माथि। रूपा
रूपा यता आउन मास्तिर अझै थाकेर बस्नु भयो त ल फाइनली साथीहरू हामी टपमा यहाँ आइसकेको छौँ र त्यसै गरी हामी फेरि यहाँ हामी यो पारी सानो कटेजहरूतिर पनि जानेछौँ आउन यहाँनिर आउन एकछिन यहाँबाट हेर्नु अब कस्तो देखिन्छ ल हेर्नुहोस् धरान दिदी यता हेर्नु त नानी अलि त छ